Hello. 20-30 फुट यताखेरि चाहिँ यो छ प्रपर्टी एकदमै दामी छ पार्किङ एरिया पनि यहाँनिर एभाइलेबल छ पार्किङ एरिया भयो यहाँनिर पनि आरामसे एउटा गाडी 2-3 वटा बाइक जानु सक्छ यहाँ भित्र पनि गाडीहरू राख्दा हुन्छ हो अन्त तपाईको यतापट्टि पनि छ फेरि स्पेस यतापट्टि पनि अब तपाईको एउटा गाडी पनि जान्छ तपाईको 2-3 वटा स्कुटीहरू पनि जान्छ हो यो भयो उता उयो मेन रोडबाट आउने जग्गा यो भयो तपाईको प्रपर्टी यहाँ भित्र पनि दुईटा रुम छ अन्त उकालो चाहिँ यताबाट सिडीबाट टक्कै जानुपर्छ टक्कै गएपछि यहाँ सिडी टक 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 उकालो चढेपछि यहाँनिर टोइलेट बाथरुम एक्स्ट्रा एउटा बाहिरको लागि टोइलेट बाथरुम पनि एभाइलेबल छ यो सट्टै यता आएपछि तपाईको यो रुम भित्र पस्ने रुम टक्कै यो छ अनि सिधै यता फेरि आउनुभयो भने यहाँबाट पनि तपाईँ उकालो आउनु सक्नुहुन्छ यो मेन रोड भयो यताबाट घुमेर सट्टै माथि यता आउनु सक्नुहुन्छ यो पछाडिको स्पेस पनि एकदमै ठुलो छ लगभग 10 फुट 10-12 फुटको स्पेस पछाडि पनि छ अनि टोइलेट बाथरुम पनि बाहिर पनि छ र एन्ट्री चाहिँ यहाँबाट छ यो मेन रोड भयो टक्कै सिँढीबाट आएर टक्कै यताबाट पसेर यो चाहिँ टक्कै एउटा पेसेस भयो सट्टै भित्र पस्नु साथ यहाँ किचन पर्छ टक्कै यहाँ दिदीकै हो जमिन चाहिँ यो चाहिँ किचन हो टक्कै किचन अनुसार किचनकै अपोजिटमा फेरि यो एउटा रुम छ झन्डै 10x15 को ठुलो रुम छ यो किचन भयो यो एउटा रुम भयो अपोजिटमा यो एउटा ठुलो रुम फेरि यो पनि एउटा रुमै छ ठुलो तर यो रुममा चाहिँ एउटा प्लस पोइन्ट के छ भन्दाखेरि चाहिँ तपाईँको रुममै टोइलेट बाथरुम एट्याच अघि बाहिर पनि थियो बाहिरको लागि हो यो चाहिँ भित्रको लागि यो भित्रको रुमको लागि गिजरहरू सबै तपाईँको इङ्ग्लिस कमोडदेखि लिएर सबै एभाइलेबल छ तपाईँको टाइल्सहरू सबै गरिसकेको छ यो एट्याच टोइलेट बाथरुम छ अन्त यता पनि यस्तै यही तपाईँको ताला चाबी बिर्सेछ कि आन्टीले र जस्तो यो रुम छ नि त्यस्तै यताको रुम पनि छ एउटा एट्याच टोइलेट बाथरुम भएको हो त्यहाँ सट्टै सिधा आयो भने यो तपाईँको ठक्कै प्यासेस भयो यो चाहिँ तपाईँको बरन्डा सट्टै बरन्डा टक्कै झन्डै 3 फुटको बरन्डा छ 3 फुटको बरन्डा यता पनि जग्गा यस्तो जग्गा एल बरन्डा छ र यहाँ चाहिँ यो देख्नुभयो होला यो मेन रोड पिडब्ल्युडी रोड त्यहाँदेखि रोडबाट यहीँनिर यो प्रपर्टी छ यो सिन चाहिँ यो अहिले बादलहरूले छलेको छ पुरा कालिम्पोङ एकदमै मजाले देख्छ यो अगाडि चाहिँ कालिम्पोङको भ्यू यता डेलोदेखि लिएर दुर्पिनदेखि लिएर कालिम्पोङ टाउनदेखि लिएर डल्लै देख्छ यता अलगडाहरूसम्म देख्छ यो चाहिँ मेन रोड भयो अहिले कन्डिसन एकदमै राम्रो छ घरको एकदमै मेन्टेनमा राख्नु भएको छ पुट्टी सुट्टीहरू सबै गरिसकेको छ सबै कलरहरू पनि सबै प्रायः जस्तो भइसकेको छ केही छैन तपाईँको जस्ट आयो चाबी थाप्यो त्यहाँदेखि सकिगयो चाबी थाप भित्र बस सकिगयो रेडी टु मुभ छ यो घर